welcome and welcome back to my YouTube channel and in another vlog. So हिजोको vlogहरु त तपाईहरु हेर्नुभयो होला कसलाई के लाग्यो कमेन्ट गरेर भनिदिनुस् होला अनि डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब. सो अहिले चाहिँ म रेडी भइसके हो. हामीले खाजा चाहिँ खाएर आइसक्यो उठेर हो. आज अलिक ढिलै स्टार्ट गरेको किनकि आज हामी जाँदैछु घर मतलब घर फर्किने दिन आज चाहिँ हाम्रो. सो म चाहिँ यहाँ रेडी भइसके. This is my t-shirt, this is my pants and my shoes as always. मम्मी नि यहाँ रेडी भइसक्यो. आपा चाहिँ उता जानुभएको छ ट्रेनिङमा फेरि हो. अनि हामीलाई चाहिँ भनेको हाम्रो चेकआउट टाइम छ 11:30 तिर हो. अन्त अब 11 तिर छ भनेपछि हाम्रो गाडी छ 5 बजेको. 5:30 को बस छ. अन्त त्यत्रो बेरसम्म के गरिबस्नु. अन्त हामीले चाहिँ सोचेको हामी जाने भिक्टोरिया मेमोरियल भनेर हो. तर हामी दुईजना मात्रै म्याप हेर्दै अब हरायो भने चाहिँ छैन हो. हेरौँ कस्तो हुन्छ के हुन्छ. स्टे ट्युन गाइस. हामी पुग्छ कि पुग्दैन भिक्टोरिया मेमोरियल हेर्दै गर्नुहोस् होला तपाईँहरू. अब तपाईँ त छ हेर्ने होइन अरू कसलाई देखाउनु हामी हरायो भनेर नि. ल स्टे ट्युन. हामी चाहिँ अहिले यहाँ आपाको यो अफिसमा मतलब आपा जहाँ ट्रेनिङ गर्दैछ त्यहाँ आइपुगेको थियो हो. हामी उता जान्छौँ भनेको तर हामीलाई डर लाग्यो. पुग्नु चाहिँ पुग्छ अरे हो. पुग्नु त पुगिहाल्छ गुगल म्यापबाट. फर्किनु चाहिँ कसरी. सो त्यही लागि हामी गएन हो. अलिक डर लाग्यो. त्यही माथि पानी पनि पर्नु थाल्यो नि त. अन्त यहाँ आपाको अफिसमा छ अहिले चाहिँ. अन्त हिजो चाहिँ हामी बाहिर बसेको थियो यता बाहिर. तर आज चाहिँ यहाँको सरले हामीलाई यहाँ बस्नु भनेर. यो चाहिँ गेस्ट रुम अरे नि. तर मिटिङ हल रहेछ. योभन्दा पनि ठुलो चाहिँ उयो छ मिटिङ हल. त्यो चाहिँ प्रपर मिटिङ हल हो नि. यो चाहिँ गेस्ट रुम अरे. यहाँ बस्दिएको छ. हामीले चिया पनि खायो. चिया पनि मिठो थियो. बिस्किट पनि खायो नि. अन्त कति बेला हुन्छ हामी बस स्ट्यान्ड जान्छ. बस स्ट्यान्ड जाने त्यहाँदेखि बसमा चढ्ने त्यहाँदेखि रातभरि हिँड्ने फेरि. कलकत्ताको बाटो चाहिँ नसक्ने रहेछ हामी हिँड्न. न पुरा भिड. पहिला मलाई त अरू भन्दा त्यो के अरे गाडीहरू क्या के साह्रो हरेन बजारको. फेरि रोड क्रस गर्नु पनि अन्त चलाउँदो रहेछ यार. हानेर गयो भने पनि थाहा पाएन. अब हाम्रो भुटानमा त अलिकति जेब्रा क्रसिङमा कोही मान्छेले यस्तो फुटेर आयो कि त गाडीहरू सबै स्टपमा. यहाँ त जेब्रा क्रसिङ पनि हेर्दैन रहेछ. जेब्रा क्रसिङ मान्छे हिँडिरहेछ सिधै हान्नु नै आएको जस्तो आउँदो रहेछ गाडीहरू. अन्त जसो गरोस् जेसो गरोस् भनेर हिर्काएर जानेछ. त्यही भएर गर्छ. स्कुटर पनि क्या स्पिड आउँदो रहेछ. कुदाएर चिउ चिउ हुँदो रहेछ बाटो हिँड्नु. डरसरी यो डल्लै मेसिनकै रहेछ. यहाँ चाहिँ हाम्रो ब्याग रहेछ. यो ठुलो ब्याग. यो चाहिँ आपाले बिहानै ल्याएको थियो. यो दुइटा चाहिँ हामीले ल्याएको. यो पानीको बोतल. यहाँ हामीले जुस पनि किनेको थियो हो. अब हामी कहाँ घुम्न जान्छ होला भनेर चाहिँ अब यत्रो ब्याग बोकेर त्यो ठुलो ब्याग चाहिँ बोकेर कहाँ कहाँ घुम्नु भनेर नि. त्यहाँ माथि रोटेर क्रस गर्नुपर्छ यहाँ आउनु लागि हो. अन्त यत्रो ब्याग बोकेर कसरी आउनु भनेर अन्त उसले नै म जाँदा लिएर जान्छु भनेर उसले नै लिएर आयो ठुलो ब्याग चाहिँ. अन्त हामीले चाहिँ आफ्नो आफ्नो सानो पर्स बोकेर आएको. त्यस्तो हो आजको कार्यक्रम. कलकत्ताको प्रोग्राम हाम्रो समाप्त भयो. यति नै हो. धन्यवाद. अनि त्यो चाहिँ यो चाहिँ जर्मनीको रहेछ. मतलब यहाँको मेन त्यो सेन्टर चाहिँ जर्मनीमा रहेछ. हेड अफिस चाहिँ जर्मनीमा. अन्त यो चाहिँ स्टिलको. यो चाहिँ पुणेमा रहेछ. यहाँ लेखेर चाहिँ पुणे भनेर यस्तो बनाएको रहेछ. राम्रो रहेछ ओभरअल नि. अच्छा है. मलाई त यही मन पर्यो. कस्तो मजाले आर्ट गरेको यस्तै गरेको रहेछ. यहाँ सबै टुल्सहरू छ हो. जति पनि टुल्सहरू चाहिन्छ सबै यहाँ छ. अब तपाईँलाई थाहा भइहाल्यो होला हामी के को लागि आएको. केटा भनेर. यस खास गरी चाहिँ मेरो हस्बेन्डको ट्रेनिङ हो. कम्पनीबाट बोलाएको उसलाई. कम्पनीबाट बोलाएको. त्यही लागि यहाँ ट्रेनिङ गर्न आएको. 2 दिनको ट्रेनिङ हिजो र आज भयो. अब आज हिजो त कति बजिसक्यो भने हिजो त कति 6 बजी 6 साढे 6 भएको थियो। 6 बजी हामी यही थियो हिजो।
त्यहाँको भोक लागेर कस्तो भइरहेको थियो उसलाई त यहाँ कम्पनीबाट दिएछ हामीले चाहियो भोकै यहाँ बसेर चिया चाहिँ बनाइदियो चिया आयो खासमा उनीहरूलाई थाहा छैन रहेछ कि थाहा थिएन रहेछ कि हामी नखाइहाल्को भनेर अन्त आज चाहिँ हामी अहिले कति बज्छ 12 कति बज्यो 1 बज्यो हामी अघि आएको नि त 12 बजीतिर अन्त अघि चाहिँ भन्नुहुँदै थियो हो यतै खाना खानु यतै लन्च गर्नुपर्छ यस्तो यस्तो भनेर हो अन्त हामीले चाहिँ भने अप्ठ्यारो हुँदैन अलिकति भए पनि जस्तो भए पनि अब उयो स्टाफहरूलाई मात्रै दिन्छ नि त नि अब हामी त बाहिरको मान्छे भयो किनकि स्टाफ त आपा नै हो अन्त कसरी खानु भनेर चाहिँ हामी चाहिँ अहिले एकछिनमा गएर स्ट्रिटमा खान्छौँ किनकि इस्ट वेस्ट स्ट्रिट इज द बेस्ट यहाँ यो बिल्डिङको तल चाहिँ पुरा स्ट्रिटहरू रहेछ क्या यहाँ चाहिँ के रहेछ भन्दाखेरि यहाँ पुरा अफिसहरू रहेछ सबै यहाँ चाहिँ ब्याङ्कदेखिको लिएर के अब अफिसहरू रहेछ अन्त जति पनि स्टाफहरू काम गर्छ 2 बजी नि 2 बजी 3 बजी लन्च ब्रेक हुँदो रहेछ कि सबैजना चाहिँ हिजो हामी त्यतिखेरतिर आएको यहाँनिर त्यतिखेर हेरेर आम्म सबै स्टाफ बिल्डिङ त्यही खाना बसेर खाना खाइरहेको अन्त हामीले पनि भनेको हामी पनि त्यस्तो गर्ने अहिले चाउमिनहरू के पाउँछ बिहान हामीले कतिवटा रोटी खायो 4टा मैले 3टा खाएँ मैले 3टा खाएँ अनि 4टा स्ट्रिटमै गएर हो मिठो रहेछ मजाले उडाइदियो बिहान डम्कीरम 4टा रोटी ड्याममै भइरहेछ 4टा रोटी खायो अनि मम्मीले चिया खायो मैले चाहिँ नारियल पानी खाएँ फेरि अहिले यहाँ चिया बिस्कुट खायो अहिले ड्याममै भयो अब कतिखेर भोक लाग्छ त्यतिखेर हामी जान्छु तल तपाईँलाई पनि देखाउँछु हेर्नुहोस् होला लु अहिले चाहिँ यिनीहरू खाँदैछ आमा छोरी वडापाव ओके कस्तो लाग्यो भन्नु कमेन्ट गर्नुहोस् नाइस नट नाइस भेरी नाइस यो सबभन्दा टलेस्ट बिल्डिङ अरे यहाँ कोलकातामा माथि फगी लागिरहेको रहेछ यो चाहिँ हाम्रो स्टिल कम्पनीको बिल्डिङ हो यहाँ माथि स्टिलको अफिस रहेछ यहाँ हाम्रो स्टिलको भ्यान रहेछ यहाँ चाहिँ यिनीहरू आमा छोरी खाँदैछ हावा कस्तो डेन्जर आउँदैछ दिस इज मेट्रो स्टेसन अब लास्ट जाने बेलामा एकदम मेट्रोमा चढ्ने वेलकम यहाँ मम्मी यहाँ आपा यहाँ त्यो अङ्कल अन्त अगाडि चाहिँ हुनुहुन्छ हाम्रो आपाको सर जसले चाहिँ सिकाउनु भएको यहाँ चाहिँ ब्याग हाल्नु पर्दो रहेछ स्क्यानको लागि हामीले स्क्यानहरू गरिसक्यो अनि यहाँ चाहिँ अब टिकट काउन्टर हुन्छ होला त्यहाँ चाहिँ मेसिन रहेछ त्यहाँबाट पनि टिकट निस्किँदो रहेछ यो चाहिँ रहेछ टिकट ऊपर थोड़ा दूर में रखना है the metro station and this is underground यो चाहिँ रेल लिक रहेछ मेट्रोको हाम्रो मेट्रो चाहिँ आयो
Park Street, platform Park Street. Agla station, Park Street, platform Viper. The next station, Park Street. The platform is on the left. का टाइम 7:30 का टाइम था, लेकिन आया बस रात में 8 बजे। कुछ मेंटेनेंस के लिए गया था, बोला आज भी कुछ ऐसा हो सकता है तो पहले पूछ लिया। हाँ, वो तो मेंटेनेंस के लिए गया था, आज ओके ऑन टाइम पे भैया चढ्यो